थकाइसकेपछि अलि रिल्याक्सेसन गर्ने र त्यसपछि आएर चाहिँ यो भर्खरै त्यो चाहिँ फ्रेस धानबाट चाहिँ त्यो पिठो गरेर योमरी चाहिँ बनाउने चाहिँ गरिन्छ र यो योमरी पुनीको उपलक्ष्यमा यो भक्तपुर यो नेपाल सांस्कृतिक सङ्घ भक्तपुर समितिले यो चाहिँ खास गरेर अब यो ट्रेडिसन चाहिँ कस्तो छ भन्दाखेरि सुरुमा त यो चाहिँ जुन यो चाहिँ भनौँ न टोलमै घर घरै गएर चाहिँ माग्ने चाहिँ चलन चाहिँ थियो, प्रदर्शन गर्ने चलन थियो। बिस्तारै यो त्यो चाहिँ हराउँदै गइरहेको जस्तो चाहिँ भइरहेछ। भैलो चाहिँ पपुलर भइरहेछ। त्यो भैलो जस्तै हो यो पनि है, मान्यजनहरू कहाँ जाने, आफन्त नेबर्सहरू कहाँ जाने र चाहिँ यो चाहिँ कृषकहरूको खास गरेर यो चाहिँ भनौँ न बालिसाडी मैले अघि भने जस्तै त्यो हो। र यो संस्कृतिलाई चाहिँ हामी चाहिँ अब काठमाडौँ उपत्यकाको एउटा चाहिँ एट्र्याक्सन, एउटा चाहिँ आकर्षण भनेको यहाँको चाहिँ नेवारहरूको चाहिँ संस्कृति हो। र यो चाहिँ जुन योमरी पुनीको यो पनि नेवारी कल्चर अनुसार एउटा चाहिँ महत्त्वपूर्ण एउटा यो दिनको रूपमा चाहिँ हामी सबैले चाहिँ लिन्छौँ काठमाडौँवासीहरूले। र मलाई चाहिँ अत्यन्तै खुसी लाग्यो यो भक्तपुरको यो चाहिँ जुन हाम्रो चाहिँ सांस्कृतिक सङ्घले उहाँहरूको चाहिँ भर्खरै अधिवेशन भएर चाहिँ नयाँ कमिटी पनि फर्मेसन भएको छ र फर्मेसन भएको नयाँ कमिटीले यो चाहिँ नेवारी कल्चरलाई, यो चाहिँ उपत्यकाको कल्चरलाई जीवन्त राख्नको लागि यो चाहिँ जुन आज यहाँ आएर चाहिँ उहाँहरूले यो योमरी पुनीको यो जुन उहाँहरूले चाहिँ यो इभेन्ट्सहरू आयोजना गर्नुभएको छ, उहाँहरूलाई चाहिँ म चाहिँ धन्यवाद दिन्छु। र यो कल्चरलाई, संस्कृतिलाई जोगाइराख्नुको लागि यस्तै कार्यक्रमहरू चाहिँ गर्दै चाहिँ कन्टिन्युटी यसलाई चाहिँ निरन्तरता दिँदै जाँदाखेरि चाहिँ हाम्रो चाहिँ कल्चर चाहिँ मेन्टेन हुन्छ भन्ने कुरा छ। Yes.